ओके फेरि के भयो ओके हेलो नमस्ते सम्पूर्ण युट्युब फ्यामिलीलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। सो हिजोको भिडियो चाहिँ नोइज क्यान्सलवाला हो होइन, यो स्मल लिङ्क हो कि स्मल लिङ्क के भन्नेवाला एउटा माइक छ, त्यसबाट चाहिँ नोइज क्यान्सल गरेर मैले रेकर्ड गरेँ होइन। सो आज चाहिँ नोइज क्यान्सल नगरिकन रेकर्ड गरिरहेको छु। कस्तो सुनिन्छ त र अडियो चाहिँ भन्नु होला है त। सो आज पनि हामी यसो बेलुका निस्केका छौँ होइन, उत्तरवाहिनी हुँदै हिजोकै एरिया भएर फर्किने हामी। ल आज पनि हामी तिनजना फुच्चेलाई घुमाउन ल्याएको जस्तो नि हुन्छ, अनि यसो भिडियो पनि हामी घुम्न जस्तो नि हुन्छ, अनि भिडियो चेक गर्न लाए जस्तो नि हुन्छ होइन। अनि यो चाहिँ अब माइकको रिभ्यू भनौँ न, गोप्रोको त रिभ्यू भइ नै सक्यो होइन, क्वालिटी चेक गर्ने हो खासमा। अब यो चाहिँ यो त DJI-को ओस्मो पकेट एक्सन ओस्मो एक्सन 3 हो क्या अरे 2 हो क्या अरे पुरै कन्फ्युज भइसक्यो। पुरानो मोडल भयो नि यो चाहिँ एक्सन 2 चाहिँ जेस एक्सन 5 भन्दा चाहिँ जेस सबै कुरो सेम नै हो, लो लाइट मात्र हल्का कम हो नि त। अनि हामीलाई त अब पुरा रातभर खिच्न नि पर्ने हुँदैन नि त। अब नर्मल त अब लाइट भएको ठाउँमा खिचिहाल्छ राम्रै, अनि लाइट नभएको ठाउँमा त हामी खासै धेरै युज पनि गरिँदैन नि त। त्यही भएर बरु रेकर्ड त भइरहेछ नि छ रहेछ त्यही भएर अनि 2025मा पनि हामी एक्सन 2 नयाँ नै पाइरहेछ भने किन पुरानो किन्नु भन्ने भएर हामीले नयाँ नै लिदियौँ इन्डियाबाट है त। पछाडि चाहिँ फुच्चे मोज गर्दै कराइरहेछ। बाइकमा घुम्न चाहिँ खुब मजा लिइरहेछ यसले, रमाइलो मान्ने के बढी। ओके ल त्यही वे जाँदैछौँ। अनि यो वायरलेस माइकको चाहिँ कतिको साउन्ड क्वालिटी दामी आइरहेछ हेर्नु होला है त। अब यो बाइकको साउन्ड आइरहेछ कि छैन त्यो चेक गर्ने बाइक छ। हिजो चाहिँ हामीले नोइज क्यान्सल गरेर आएको थियौँ होइन, पुरा साउन्ड नोइजै पुरै क्यान्सल हानिरहेको थियो क्या। अब त्यस्तरी क्यान्सल पनि मलाई त मन परेन होइन, अलि र अडियो त आउनु पऱ्यो नि त, बाइकको साउन्ड पनि आउनु पऱ्यो अनि हाम्रो भोइस पनि आउनु पऱ्यो। हिजो चाहिँ मेरो भोइस मात्रै होइन, पुरा स्टुडियो गएर रेकर्ड गरेर बसे जस्तो भइरहेको थियो। यहाँको पानी खोल्दै हुन्थ्यो नि हिजो नि यस्तै, आज नि यस्तै चिप्लियो भने त भने त्यत्रो मात्र त्यहीँ छ है। ल आलु खेती चाहिँ यस्तो छ है आम्बो नि। ल गाउँ नै छैन क्या, सबै आलु नै आलु जस्तै छ त यहाँ त पुरै। ल यति त गाउँ नि। ओहो सूर्य कस्तो दामी देखे है, अन्डाको त्यो बिच्चाको अन्डाको भित्री भाग जस्तै छ। ल यसमा देखिरहेछ छैन क्या, अलिअलि देखिरहेछ। कस्तो कहाँ छ सेतो? त्यो त उसो नि DJI-कै ऊ एकजना टिकटक बनाउँदैछ, जुम गरिदिउँ अरे क्या परालको कुन्युनिर। ओके ल अघि चाहिँ पुरै भाइजर लाएर साउन्ड चेक गरिरहेको थिएँ, अब चाहिँ भाइजर नलाइकन साउन्ड चेक गर्नु पर्ला कस्तो आउँछ त। कहिलेकाहीँ भाइजर खोल्नुपर्छ नि त हावा आइरहेको बेला पनि, त्यो बेला रेकर्ड हान्छ हान्दैन त्यो चेक गर्छौँ है त हामी। ओके अब चाहिँ भाइजर नलाइकन मैले बोलिरहेको छु है त। तर यो मोटो भ्लग गर्ने बानी भएकोलाई एक राउन्ड घुमेर आइदिउँ न। यो मोटो भ्लग गर्ने बानी भइसकेपछि चाहिँ त्यो नर्मल भ्लग गर्न नसक्ने रहेछ है हामीले। जसले चाहिँ नर्मल गर्छ उनीहरूलाई चाहिँ ठिकै हो, त्यो DJI-को एक्सन 3 है। अनि मान्छे आएको बेला यस्तो गर्नै लाज लाग्ने भएपछि त कामै लागेन नि हो कि न। ल यो चाहिँ स्मल लिङ्क होइन, सिम्प्लेक्स है के छ यसको नाम। ल यो अब म क्वालिटीहरू सबै राम्रो आयो भने चाहिँ म तपाईँहरूलाई होइन यो कुन चाहिँ माइक हो भनेर देखाउँछु, अनि कसरी मोटो भ्लग यो मैले सेटअप गरेको छु भनेर पनि देखाउँछु है त।
मोटो भ्लगको लागि सेटअप के गरेको छु भनेर देखाउँछु तपाईँहरूलाई। अहिले चाहिँ यहाँ हामी साउन्ड चेक गर्छौँ है त। अब यो म बोलिरहेको बेला नोइज क्यान्सल गर्छ कि गर्दैन, तर साउन्ड राम्रो आयो भने चाहिँ नोइज क्यान्सल नगरे नि केही फरक हुँदैन। म एडिट गर्ने बेला त नोइज क्यान्सल हानिदिइहाल्छु नि, त्यसमा त प्रब्लम हुँदैन होइन। प्रिमियर प्रोले त खतरा नोइज क्यान्सल हानिदिइहाल्छ। ओके, सूर्यको फोटो हान्दै रहेछन् दाजु होइन। अब हामी त्यहाँबाट फर्किन्छौँ है। धेरै माथि के जानु, यो चाहिँ कोलमटेश्वर मन्दिर रे। अनि मैले चाहिँ अब बाहिर वायरलेस माइक नदेखिने गरी टक्क भित्रै हालिदिएको छ होइन, ट्रान्समिटर र रिसिभर दुइटै। अब चाहिँ फर्किनु पर्छ हामी यहाँबाट। ल यस्तो छ हाम्रो सेटअप। अब तिम्रो छोरो के गर्दैछ? छोरो यता हेर बेबी, मेरो हातै आइरहला है बेबी। हेलो नमस्ते, हेलो वेलकम टु माई ड्याड एन्ड मम च्यानल भन्नुहुन्छ। 6 मिनट भइसकेछ रेकर्ड हानेको। ममको फोन आएछ त। यहीँ बाहिर भन न, कहाँ फर्किँदैछु भन न। हेलो घुम्नलाई आउँदैछु यता उत्तर बहिनीतिर। बाउ छैन? ग्राउन्ड भएको छ ए ल यो छोरो घुम्ने भनेर घुमाउनु ल्यायो क्या। अब पछाडि पनि जाँदैन हाम्रो बाइक, अगाडि पनि जाँदैन, के गर्नु। यो क्यामेराको फाइदा चाहिँ मैले भर्खर गरे जस्तै हो कि टक्क निकाल्यो है, अनि ठ्याक्कै खिच्यो अनि फेरि ठ्याक्कै अनि हेलमेटमा राख्यो, अनि कहिलेकाहीँ अब लेग गार्डमा हाल्नु पऱ्यो भने टक्क यसरी निकाल्यो होइन, निकाल्यो अनि लेग गार्डमा यसरी हाल्यो। अनि यहाँ ट्याङ्कीमा हाल्नु मन लाग्यो भने यसरी ट्याप्प हाल्यो। तान्नलाई गाह्रो छ, यस्तो हो होइन। यो म्याग्नेट भएको ठाउँमा सबै ठाउँमा त्यही छ। अब हामी फेरि यसलाई टक्क क्लिप गर्नेछौँ। दुई ठाउँमै लक, यहाँ दुई ठाउँमा लक चाहिँ छ, त्यही भएर त सहिलो नि। त्यही गोप्रोमा चाहिँ झ्याउ छ नि त, पुरै हेलमेट खोलेर क्लिप खोलेर हो कि न, गाह्रो चाहिँ त्यही हो होइन। ओके, साउन्ड त रेकर्ड भइरहेको हुन्छ होला, खै हेरौँ भइरहेछ रहेछ। अब यो मैले भर्खरै निकालेँ नि होइन, त्यसको लागि चाहिँ माइक युज हुँदैन, बुझ्यौ। अनि फेरि मैले क्लिप गर्ने बित्तिकै चाहिँ माइक युज हुने भयो। जस मैले यो यसबाट निकाल्ने बित्तिकै यहाँ राखेँ नि, त्यो चाहिँ त्यसको इन्टरनल माइक युज हुन्छ, अनि मैले यहाँ क्लिप गर्ने चाहिँ फेरि एक्सटर्नल माइक युज हुन्छ। अनि हामी चाहिँ अब घर जाँदैछौँ होइन त। सो अब हिजो अस्ति भन्दा साउन्ड कतिको राम्रो आइरहेछ, क्वालिटी कतिको दामी देखिरहेछ हेर्नु होला होइन त। अनि ओके ल, अब चाहिँ हामी भिडियो यहीँ स्टप गर्नु पर्ला, पुरै धुम्म भएको छ अहिले है। त्यस्तो घाम लाग्यो भने चाहिँ राम्रो कलर आउँथ्यो, तर घामसाम केही छैन। अब कलर त त्यस्तै हो होइन। आज चाहिँ हामी माइकमा चेक गर्नु ला हो, सो अँध्यारोमा के कस्तो आउँछ भनेर। आजसम्म 6 साढे 6 भइसक्यो होला होइन, पुरै तुवारो लागे जस्तो भइरहेछ। तै पनि अब भिडियो खिच्दिउँ न भनेर खिच्न आएको छु। सो अर्को भिडियोमा फेरि हिजोकै ठाउँबाट। सो अब नयाँ भिडियोमा फेरि भेटौँला भन्दै आज चाहिँ हामी यहीँसम्म भिडियो इन गर्दैछौँ है त। अब नयाँ भिडियोमा फेरि भेटौँला। सो बाई बाई सबैजनालाई, हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँसम्म राखेको छु है त।